ल गाइज हाम्रो चाहिँ अब घरमा यो माघे सङ्क्रान्ति आउनलाई त्यसको लागि चाहिँ यो तिलको लड्डु अनि होममेड चाकु बनाउनको लागि चाहिँ यहाँ सामानहरू तयार पारिँदैछ। ल यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हामी खुँदो पकाउँदैछौँ। यो चाहिँ अब मजाले यसको पानी चाहिँ सुक्नुपर्ने हुन्छ। अनि खुँदो पाकिसकेपछि अनि चाकु बनाउने प्रोसेसिङ सुरु हुन्छ। ल खुँदो पाकेर चाहिँ रेडी भइसकेको छ। अब चाहिँ भाँडा पनि ठिक पारिसक्यौँ। यसरी यो चाहिँ घिउ दलेर अब आफूले केमा बनाउने हो हामीले चाहिँ कचौरोमा सेट गर्दैछौँ चाकु। यो चाहिँ तिलको लड्डु बनाउने प्रोसेस। तातो छ बेसमा यो सबै हाल्यो। ओहो यस्तो यस्तो बनाउनु जाने रहेछ। सादाले भनेर सबै गर्छ नि अर्डर आउँछ कि हाम्रो। यसरी चाकु चाहिँ सेट भइसकेको छ कचौरामा। अब यहाँ तिलको लड्डु पनि भटाभट बन्दैछ। हो